T20 वर्ल्ड कपमा हामीसित पहिलो म्याच भिड्ने टिमले उनीहरूको स्क्वाड तयार गरिसक्यो हामीसँग लड्नको लागि। हाम्रो खोइ कहाँ छ? खाली टियुमा प्र्याक्टिस मात्रै गराउने हो कि चाँडै स्क्वाडको तयार गराउने हो? स्क्वाड आउन परेन? को कतिजना खेल्न जाने हो? नजिक आइसक्यो T20 वर्ल्ड कप। अब 1 महिना मात्र बाँकी छ। स्क्वाड तयार खोइ? स्क्वाड तयार गराउन पर्यो। अब खाली टियु क्रिकेट ग्राउन्डमा खाली प्र्याक्टिस गरेर मात्रै भएन, अरूसँग पनि म्याच गराउन पर्यो। त्यतिले मात्र पुग्दैन। यसैले स्क्वाड चाँडै तयार गर्नुहोस्। इङ्ल्यान्डले स्क्वाड तयार गरेर हामीसँग लड्नको लागि तयार भइसक्यो। हामी तयार हुनु पर्यो। चाँडैभन्दा चाँडै स्क्वाड तयार गर्नु होला, किनकि नजिक आइसक्यो। अब सकेसम्म अझै ठुलो टिमहरूसँग म्याच गराउनु होला यो समय, किनकि त्यत्तिकै वर्ल्ड कपमा गाह्रो हुन्छ। हस् त, धन्यवाद। यो भिडियो क्यानसँग तपाईँले पुर्याउनु होला।